संसदमा ताला, अध्यादेशको खेल, लोकतन्त्रमाथि प्रश्न। संसद अधिवेशन आउनै लाग्दा सरकारलाई एकाएक 2 अध्यादेश ल्याउने निर्णय गरेपछि देशको राजनीति तातिएको छ। बहुमतको बलियो सरकार हुँदाहुँदै संसदबाटै कानुन बनाउन सकिने अवस्थामा अध्यादेशको बाटो रोज्नुको धेरैका लागि शंकास्पद चाल बनेको छ। झन रोचक कुरा, हिजो अध्यादेशको कडा विरोध गर्ने रवि लामिछाने आज सरकारमै हुँदा मौन देखिएका छन्। उनको यो चुप्पीले समर्थकदेखि आलोचनासम्म सबैलाई सोच्न बाध्य बनाएको छ। मन्त्री परिषदले संवैधानिक परिषद र सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पठाइसकेको छ। तर किन यति हतार? के साँच्चै अत्यावश्यक थियो वा यो सर्टकट राजनीति? संविधानविदहरू भन्छन् अध्यादेश भनेको आपतकालीन उपाय हो, तर नेपालमा यसलाई सजिलो बाटो बनाइदैछ। विपक्षी दलले त यसलाई लोकतन्त्रका लागि खतराको संकेत नै भनेका छन्। अब प्रश्न सिधा छ, संसदबाट भागेर अध्यादेश किन? सुविधा कि रणनीति?